हेलो साथीहरू, वेलकम ब्याक टु माई भ्लग है। अन्त यो चाहिँ हामी यहाँ ब्रोकली रोप्न आँटेको। अनि त्यसको लागि चाहिँ जग्गा बनाएको थियो अगाडि नै यसरी हो, आधी चाहिँ बनाइसकेको थियो। अन्त यस्तो पाराले चाहिँ हामी चाहिँ यहाँ ब्रोकली रोप्छौँ। अनि यहाँ चाहिँ अगाडि रोपेको थियो अलिअलि, अन्त यहाँ आउनु यत्रो यत्रो भइसकेको छ हो। अनि त्यो प्लास्टिकलाई चाहिँ धुलो पार्नुपर्छ नि त। अन्त यो यसरी चाहिँ ग्लास तताएर अनि चाहिँ हामी चाहिँ धुलो पार्छौँ यस्तो पाराले हो। तपाईँहरूले पनि यस्तो पाराले रोप्न सक्नुहुनेछ। यसरी रोप्यो भने चाहिँ आफूलाई पनि सजिलो, झार पनि त्यस्तो बेसी गोडिबस्नु पर्दैन, झार आउँदैन हो। त्यही भएर टक टक्क अब यसरी धुलो बनायो। अन्त चाहिँ त्यो धुलोमा यस्तो पाराले टक 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 धुलोमा रोपिदियो भने चाहिँ आफूलाई पनि सजिलो, आफ्नो टाइम पनि बाँचिन्छ हो। अन्त हेर्नुहोस् कस्तो मजाको हुन्छ क्या यस्तो हुँदा चाहिँ। हेर्नुहोस् यस्तो देखेको थियो रोपिसकेर चाहिँ हो। यो चाहिँ फाइनल्ली सकियो रोपेर। यो चाहिँ ब्रोकली रोपेको यत्रो भइसकेको छ हो। यहाँ पनि अन्त यहाँ माथि पनि छ, हेर्नुहोस् कत्रो भएको छ, फल्न आँटेको छ। हाम्रो चाहिँ यस्तो तरिकाले रोप्छ है यतातिर ब्रोकली।